यो चाहिँ अति नै गरे हो कि केटीहरूले है मलाई अति नै लाग्यो है यो चाहिँ जहिले बोयफ्रेन्डलाई गिफ्ट किनिदेऊ भनेको छ बिचरालाई पैसा छ कि छैन केही थाहा छैन है किनिदेऊ गरेछ त्यो त राम्रो होइन क्या है एउटा गिफ्ट त तपाईँहरूले पनि दिनु पऱ्यो क्या यार आफ्नो बोयफ्रेन्डको लागि है एउटा गिफ्ट दिनुहोस् क्या आफ्नो बुढाको लागि बोयफ्रेन्डको लागि के आवश्यक छ उसलाई थाहा छ एउटा ब्याग आवश्यक छ बाइकमा हिँड्दा जहाँ हिँड्दा होइन ट्रेकिङ गर्नको लागि जहाँसुकै बोक्न मिल्ने तपाईँहरूको जस्तो छानी त ब्याग चाहिँदैन नि त केटाहरूलाई एउटा ब्याग चाहिन्छ कि अलिकति बलियो राम्रो देख्दा अलिकति स्टाइलिस देखिने ब्याग चाहिएको क्या उनीहरूलाई एउटा ब्याग चाहिँ गिफ्ट गर्नुहोस् यार यो चाहिँ अति हुन्छ यार पापै लागोस् छानी त चाहिँदैन नि त केटाहरूलाई बलियो चाहियो ल्यापटप अटोस् कहिलेकाहीँ फाइलहरू डकुमेन्टहरू बोकेर हिँड्नुपर्छ हो त्यस्तो खालको होस् न होइन अनि कहिलेकाहीँ तपाईँको धेरै सामान हुँदा नि हाम्रै ब्यागमा थुपार्ने हो त्यतिखेर पनि ठुलो बनाउनु मिलोस् है तपाईँहरूकै लागि सुविधा छ नि राम्रो ब्याग किनिदिनु न अब बाइक पछाडि बसेर खुसु केही खान मन लाग्छ बुझिस् है अब सामानहरू झिकेर कुपु खान मिल्यो तपाईँहरूलाई सजिलो छ त्यसपछि यतिको बलियो पनि चाहियो है राम्रो पनि चाहियो है आरजी लेखेको चाहियो फेरि अरू भएर त्यस्तो भएर चाहिँ हुन्न अलिकति राम्रो बलियो ब्याग चाहियो त्यसपछि हेर्नुहोस् न यतिको राम्रो चाहियो यसो ढाडमा धेरै सामान बोक्दा नि नदुखोस् यसो माया गर्नुहोस् यार तपाईँलाई मात्रै कति गिफ्ट किनाउने हेर्नु त कति गिफ्ट किन्ने के अब एउटा बोयफ्रेन्डको लागि यतिको राम्रो बलियो ब्याग चाहिँ किनिदिनुपर्छ भित्र ल्यापटपहरू राख्ने टन्न सामान अट्ने अलिकति सुइटेबल चाहिँ किनिदिनुहोस् यार जेसुकै होस्